लिम्बुवान 9 जिल्ला स्वायत्त राज्यको लागि आफ्नो खुट्टाहरूमा ठेला उठिन्जेलसम्म हिँड्नुहुने 50 किलोमिटर मार्च पास गर्नुहुने तपाईँ आदरणीय संघीयवादी र लिम्बुवान प्रेमी दाजुभाइ दिदीबहिनीमा मन सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद केन्द्रीय कार्य समिति र झापा जिल्ला कार्य समितिको तर्फबाट जय लिम्बुवान, जय लिम्बुवान। केन्द्रको निर्देशनलाई सिरोपर गरेर यत्रो कार्यक्रम आयोजना गर्ने जिल्ला कार्य समिति झापालाई र त्यसका अध्यक्ष मार्फत सम्पूर्ण समिति र गाउँ समिति एलबी विद्यार्थी महिलाहरूलाई सर्वप्रथम केन्द्रको तर्फबाट हार्दिक धन्यवाद र जय लिम्बुवान भन्न चाहन्छु। फेरि जय लिम्बुवान। आज अब त यो गणतन्त्र चोकको यो सिमेन्टले पनि लिम्बुवानलाई चिनिसकेको छ। यहाँ बस्ने गाडीहरूको आँखा त छैन, तर आत्मा हुने गाडीहरूले पनि चिनिसक्यो कि लिम्बुवान भनेको के हो भनेर। 500 पल्ट भन्दा बढी यही गणतन्त्र चोकमा लिम्बुवानको कार्यक्रम भइसक्यो। 9 जिल्लाको कुना कुनामा लिम्बुवानको कार्यक्रम भइरहेको छ, उथल पुथल आन्दोलन चलिरहेको छ। तर अझै पनि सिंहदरबारमा बस्नेलाई लिम्बुवान थाहा छैन अरे हौ। ती सिंहदरबारमा बस्ने एकात्मकवादीहरूलाई संघीयताको बारेमा केही सिक्नु छ भने, संघीयताको बारेमा केही जान्नु छ भने अरुण पूर्व 9 जिल्ला लिम्बुवानमा गएर सिक भनेर देखाउन पनि यो मार्च पास आयोजना गरेका हौ मित्रहरू। हामीले आज संघीयताको बारेमा सारा नेपालले लिम्बुवानबाट सिकिरहेको हुनाले लिम्बुवान आन्दोलन कर्मीहरू सधैँ जनतालाई दुःख मात्रै दिन्छन् भन्ने जुन एउटा बाहिर हल्ला गएको थियो, त्यसमा प्रस्ट्याउनको लागि पनि लिम्बुवानका नेता कार्यकर्ताहरू जनतालाई दुःख मात्रै दिने होइनन्। अस्ति 55 किलोमिटर जोगमुनीदेखि विजयपुर 55 किलोमिटर र हिजो काकरभिट्टादेखि दमक 50 किलोमिटर हिँडेर हामी आफै दुःख गर्न पनि तयार छौं, लिम्बुवानको लागि हामी मर्न पनि तयार छौं भनेर देखाउन यो मार्च पास गरेको छौं मित्रहरू। हामीले बारम्बार भन्दैछौँ, हुन त मैले सुने यही चोकमा अस्ति केही समाजका साथीहरू 14 गतेपछि बन्दुक बोक्ने कुरा पनि आयो यहाँ। तर म तपाईँलाई विश्वास दिलाउन चाहन्छु, त्यो गैर जिम्मेवार कुरा गर्दैन लिम्बुवान। हामीले यहाँ बन्दुक बोकेर नेपाल टुक्रिन्छ भन्ने कुरा गरेर हामी यसरी सस्तो लोकप्रियता हासिल गर्न चाहँदैनौँ। 14 गते पछाडि पनि लिम्बुवानको आन्दोलन शान्तिपूर्ण र सशक्त नै हुने कुरा म यहाँलाई विश्वास दिलाउन चाहन्छु मित्रहरू। किनभने 2-4 च्याउ उम्रेका संगठनहरूले यहाँ गणतन्त्र चोकमा उभिएर बन्दुक बोक्ने कुरा गर्नु अर्कै हो, तर लिम्बुवानले बन्दुक बोक्ने कुरा गर्यो भने फेरि नेपाल रहन्छ कि रहँदैन कुरा त्यहाँसम्म पुग्ने हुनाले यो माओवादी जनयुद्ध जस्तो मात्रै हुने छैन। आज थरुवरदेखि मगराजसम्मका सबै राज्य परिषदहरू सिर्फ लिम्बुवानले के गर्छ उनीहरू त्यसमा हेरिरहेका छन्। त्यसैले हामीले बारम्बार भनेका छौं, हाम्रो लिम्बुवानको आन्दोलन जहिले पनि शान्तिपूर्ण हुनेछ र जातीय सहअस्तित्व। धेरै साथीहरूले यहाँ लिम्बू मात्रै एक हो भन्ने नारा पनि छ, बाहुन मात्रै एक हो भन्ने नारा पनि आएको छ, क्षेत्री मात्रै एक हो भन्ने नारा पनि आएको छ। म यहाँलाई विश्वास दिलाउन चाहन्छु, हाम्रो मन सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले कुनै एउटा जाति मात्रै होइन, अरुण पूर्वमा बस्ने सारा लिम्बुवानवासीहरू एक भएर जानुपर्छ भन्ने म यहाँबाट घोषणा गर्न चाहन्छु मित्रहरू। र यसै सन्दर्भमा अहिले भर्खरै इतिहासले र नेपालले नारायणीजीबाट गलत्याएर बाहिर निकालिसकेको ज्ञानेन्द्रलाई बचाउनको लागि पूर्वमा केही लिम्बू साथीहरू सक्रिय भएकोमा चिङ्गो लिम्बू समुदायको तर्फबाट केही 2-4 जना लिम्बूहरू अति सक्रिय भएर राजालाई फेरि ल्याउन लागेकोमा त्यस्ता गद्दार लिम्बूहरूलाई बहिष्कृत गर्न पनि म फेरि उद्देश्य गर्न चाहन्छु। आज यत्रो जनताले
जनताहरू गणतन्त्रको पक्षमा उभिएका छन्। यत्रो जनताहरू संहिताको लागि लागिरहेका छन्। यहाँ तिलकेश्वर थापा र भानु भट्टराईहरू लिम्बुवानको लागि लागिरहेका छन्। यहाँ 2-4 जना लिम्बुहरू किन यसरी मती बिग्रेर फेरि ज्ञानेन्द्रको पछाडि लागिरहेका छन्? बहिष्कार गर्नुपर्छ त्यस्ता मान्छेलाई मित्रहरू। र लिम्बुवान मन सम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषद सधैँ सङ्घीय गणतन्त्र, जातीय मेलमिलाप, जातीय सहअस्तित्वतिर रहनेछ भन्ने म हार्दिक आग्रह गर्दै एमाले र काङ्ग्रेसको साथीहरूले संविधान सभाले 14 प्रान्त बनाएर ल्यायो। त्यसमा लिम्बुवान नामाकरण आयो, तर त्यसको सिमानामा हाम्रो चित्त बुझेन। एमाले र काङ्ग्रेसले साथीहरूले त्यो पनि नमान्ने अरे, आफ्नै सभासदले गरेको पनि नमान्ने अरे। त्यस पछाडि उहाँहरूले नै आयोग 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 भनेर आयोग बनाउनु हो। आयोगले 11 प्रान्त ल्यायो, त्यसमा लिम्बुवानको नामाकरण आएको छ, तर सिमानामा हाम्रो विरोध छ। तर एमाले र काङ्ग्रेसको साथीहरूले त्यो पनि नमान्ने अरे। सारा लिम्बुवानको जनताले सोध्नुहोस्, होइन एमाले र काङ्ग्रेसको साथीहरूले खोजेको चाहिँ के हो? आज लिम्बुवानले प्रश्न सोधिरहेछ मित्रहरू। हामीले बारम्बार भनेका छौँ, यदि एमाले र काङ्ग्रेसले साँच्चै लिम्बुवान नमान्ने हो भने हामीले एमाले र काङ्ग्रेसलाई मानिरहनुको औचित्य के छ? म सोध्न चाहन्छु। यो लिम्बुवान भूमि यदि यसको ऐतिहासिक अस्तित्व नमान्ने हो भने अघि पनि हामीले कुरा आयो, माधव कुमार नेपाललाई 70 खरब डलर दिन्छौँ हामी। के उहाँको नाम माधव कुमार झा बनाउन सक्नुहुन्छ? के उहाँको नाम माधव कुमार यादव या माधव कुमार लिम्बू बनाउन सक्नुहुन्छ? उहाँको नाम, आफ्नो नाम, आफ्नो परिचय त्यति महत्त्वपूर्ण हुन्छ हो। त्यसले 1400 वर्ष अगाडि यो बनेको यो लिम्बुवानको नामाकरण बनाऊ र त्यहाँ सबै मिलेर बसौँ भन्ने यो कुरा गल्ती छ भने सत्य चाहिँ के छ लु भन्नुहोस् तपाईँहरू। त्यस कारणले गर्दा म फेरि यहाँलाई भन्न चाहन्छु, अब अर्को कुरा, राज्य पुनर्संरचना आयोगले सिमानाले नामाङ्करण लिम्बुवानको ल्याएको छ, तर सिमाना जसरी यहाँ टुक्राएको छ, झापा मोरङ सुनसरी, यो सुन्दर दमक, यो सुन्दर झापा, यो सुन्दर मोरङ, यसको राजधानी अहिले जनकपुरमा पारिएको छ। म आज यो दमकको चोकमा उडेर सोध्न चाहन्छु तपाईँहरूलाई, तपाईँहरूको राजधानी अब हुनेवाला राजधानी यो लिम्बुवानको 9 जिल्लामा होस् कि जनकपुरमा होस्, म सोध्न चाहन्छु तपाईँहरूलाई, के तपाईँहरू जनकपुरमा यसको राजधानी भएको हेर्न चाहनुहुन्छ? म सोध्न चाहन्छु। हो, त्यसो होइन भने यो लिम्बुवानको लागि हामीले सङ्घर्ष गर्नु पर्यो। कोच साथीहरू हुनुहुन्थ्यो, तर अहिले कोच पनि मधेसतिर पारिएको छ, कोच भन्ने पनि हरायो। त्यसैले सम्पूर्ण साथीहरूलाई 9 जिल्ला अखण्ड लिम्बुवानको लागि लागौँ र त्यसमा हामी कसरी मिलेर जाने, सबै जातिहरू मिलेर जान सकिन्छ। लिम्बुवान ठुलो छ, म यहाँलाई विश्वास दिलाउन चाहन्छु मित्रहरू।